पारी गाउँ त्यहाँ पारी गाउँ छ। पहाडलाई घेरिएको छ वरिपरि, बिचमा अलि समुद्र जस्तो भनौँ। ओहो क्या अखा छ सारे तपाईँको मम्मीको मोबाइल छ नि, च्यानल ग्रो गर्दै गर्नु। नम्बर चाहिन्छ भेरिफिकेसन गर्न। यस्ता छ हाम्रो गाउँ, एकदमै रमाइलो रमाइलो भनौँ। 43 मिनट भयो लाइभ खोलेको, कोही पनि आउँछ। पारीको गाउँ हेर्नु न, गाउँ भनौँ नगरपालिका हो हुन चाहिँ। ल म उति सेजललाई बोलाउँछु। हेलो सेजल, सेजल सेजल ओहो रमाइलो हुँदैछ है, यतातिर रमाइलो हुँदैछ। ओहो क्या अक्खा छ। यो जङ्गल कति राम्रो है आदिरोज। उता नि जङ्गलै छ। भोक लाग्ने बेला भयो, खाना खानुपर्छ है। अब अलि पछि, अहिले अँधेरो भएको छैन। धीरज शाह, म सर्च गर्छु है। तपाईँको युट्युबमा फोटो हेर्छु, त्यही फोटो त्यहाँ फेसबुकमा भेट्यो भने एड गर्छु। टिकटक पनि छ नि त, शीतल तामाङ। फेसबुक युट्युब सबैतिर यही प्रोफाइल छ मेरो त। अब रात पर्छ, 1 घन्टा भएपछि लाइभ इन गर्छु। भोक लाग्यो, खाना खानुपर्छ। झन् बेलुका त हेर्नु त्यो कस्तो झिलिमिल देख्छ त्यहाँनिर। भरे भोलि म मोबाइललाई एमबी तान्छु अनि उता पर गएर देखाउँछु नि है। अनि यो छ के है, स्कुल पनि बन्द भएको छ, सर काठमाडौँ गएको छ, एससीको कपी चेक भएको छैन। मेरो चाहिँ फेसबुकको र युट्युब सबैतिर एउटै छ। त्यस्तो भयो भने खोज्नलाई सजिलै हुन्छ नि त। अनि तपाईँ कति क्लासमा पढ्नुहुन्छ कि पढिसक्नु भइसक्यो? कति पढ्नु भएको छ एजुकेसन? अब म कलेज पढ्छु भनेको 11-12 एससी दिएपछि। तपाईँ +2 गर्नुभयो कि थोप्रो कि सकिसक्यो? राम्रै छ नि।